हेर्नुहोस् साथीहरू, यहाँ चाहिँ यस्तो बनाएको छन् हाम्रो यो वाला हेटकीमा चाहिँ। यो वाला अहिले हामी परदेखि आयौँ, योमा अहिले आयौँ। यहाँ चाहिँ अहिले यस्तो भएछ। हामीले चाहिँ साइकल यहीँ छोडेका थियौँ, त्यो साइकल लग्न आएको। यहाँ चाहिँ यसरी पड्काइदिएछन्, पुरै रोडभरि कल्योड बनाइदिएछन्। हामी चाहिँ अब रुममा लाग्छौँ। यता भिनाजुले गाडी निकालिसक्नुभयो। यो कुन चाहिँ गाडी हो? ल भाले गाडी निक्लिगयो। कति पोथीहरूसँग लप परेको थियो होला होइन तेरो खाऊ खाऊ र लाउ लाउ भन्ने उमेरमै अब आज जाने भइस् नि त। अब धेरै यस्तरी नगरिरहँ कि लागु नि त म। यो चाहिँ मेरो पोथी नै हो। अब हामी चाहिँ लाग्छौँ होला होइन। तपाईँ कता उता लाग्ने होला, म यता। ल गुड नाइट। ल गुड नाइट सबजना। हामी चाहिँ उहाँ चाहिँ उता लागिजानु भयो, म चाहिँ अब यता। ल मेरो साथी चाहिँ ऊ पर लुठुङ होइन यार, यता लुठुङ गर्दैछ। ल त साथीहरू, हामी चाहिँ अब लाग्यौँ भन्नु पर्छ। उहाँ चाहिँ गइजानु भयो, म पनि हिँडिसकेँ क्या। अब सल्ल साइकल समायो, हिँड्यो। यही छ। अघि मलाई चाहिँ ढिलो भएको थियो क्या। अघि ढिलो भएको हुनाले चाहिँ म यस्तै हो, अघि ढिलो भयो हुनाले साइकल लिएर रुमबाट आइसकेँ। अनि फेरि त्यसलाई चाहिँ यहीँ राखेर अर्को होटलमा जानुपर्ने भएको हुनाले म चाहिँ अर्को होटलमा गएँ। फेरि अहिले चाहिँ त्यस्तै हो, त्यहाँदेखि अहिले 5 बजी आयो, 5:30 भइसक्यो। अब रुममा जान्जेल त त्यस्तै 6 बजी हाल्छ होला। अब कहाँ सुत्नु, यस्तो पड्काएर होइन, पड्काएर यहाँ पुरै नुहाउनु पर्ने भइसक्यो। अब नुहाउनु पनि पर्ने भयो, त्यसपछि कपडा धुनु पर्ने भयो। त्यस्तो गर्दा 7 बज्छ। 7 बजेपछि मेरो गाडी धुने टाइम हुन्छ, गाडी धुन गइहाल्छु। त्यसपछि आएर खानासाना बनाउनु पर्ने, खानासाना खाएर छप्पको सुत्ने होला। सुतेर फेरि 5 बजी चाहिँ 5 बजे भनिराख, 5 बजे जानुपर्ने चाहिँ होटल। ल त साथीहरू, अहिले चाहिँ म छुट्टी छु। त्यही हो, अब हजुरहरूसँग अर्को भ्लगमा भेटिनेछु। ओके बाई साथीहरू।